पढ्न जानुको लागि पनि त अमेरिका सरकारले स्कलरसिप दिएर गएको होइन नि। मैले मेरो आत्मकथामा लेखेको छु 1.5 वर्षसम्म मैले सयौं चाहिँ युनिभर्सिटीहरूलाई एउटा हुलाकमा पत्र हालेर अनुरोध गरेर गर्दा 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 एउटा भनौँ न एउटा सानो एउटा 1% पनि आशा नभएको कुरो भएको हो नि। त्यति बेला त्यो प्रोफेसर जसले मलाई चाहिँ स्कलरसिप दियो त्यो प्रोफेसरले नेपालको बारेमा थाहा रहन्छ, त्यति थाहा रहन्छ नेपाल भन्ने देशमा उसलाई थाहा भएको एभरेस्ट भन्ने रहेछ। अनि मैले पठाएको चिठी उसलाई चाहिँ उसको टेबलमा पुग्दाखेरि चाहिँ उसलाई चाहिँ अचम्म लाग्यो, नेपाल जस्तो देशबाट यो कस्तो देश रहेछ भनेर। अनि उसले चाहिँ जियोग्राफीको एउटा प्रोफेसरलाई सोधेछ होइन, जो जियोग्राफीको प्रोफेसरले नेपाल भनेको यस्तो उस्तो भनेपछि उसलाई चाहिँ नेपालको मान्छेलाई हेर्नु पर्यो कस्तो रहेछ भनेर देख्नु पर्यो भनेर त्यो विश्लेषणमा मैले छात्रवृत्ति दिएको हो नि। त्यो कुरा त मैले प्रश्नसँग भनिरहेको छु त, मेरो आत्मकथामै भनिरहेको छु। मलाई चाहिँ धेरैले भन्छ अमेरिका सरकारले चाहिँ के अरे छात्रवृत्ति दिएर अथवा त्यति बेलाको सरकारले छात्रवृत्ति दिएर पठाएको भन्छ नि। मेरो आफ्नो प्रयासले गएको हो नि। जसले चाहिँ मलाई चाहिँ बारबरा फाउन्डेसन अथवा अमेरिकी सरकारको एजेन्ट भन्छ उहाँहरूलाई चाहिँ खान पुगोस्, लाउन पुगोस्, उहाँहरूको जय होस् होइन। अब मैले यहाँभन्दा अरू केही गर्न सक्दैन।